बंद करूँ अब? लगा रे। हाँ भयो अवस ल अब तिमी हिँड्ने है अब तिमीले म हिँडौँला है हजुर यो मेरो छोरीको बिस्तारा है यता मेरो बिस्तारा आहा भयो पक्का हो है ल हिँड्देऊ पर जाऊ त ल हिँड त मम्मीले नि हिँडाल्छ कि तिमी आफै हिँड त खाइसक्छौ कि नै ल है 1 2 अलि सिधा हिँड सिधा गरेर सिधा 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 हिँड हिँड ल ल ल ल ल ल ल है ल ल स्याबास भेरी गुड आज धेरै दिनपछि अब घरमा छु तिमीलाई म बिहान बेलुका आधी घन्टा हिँडाल्छु है हस् अनि कस्तो हुँदैछ 1-2 महिनापछि म हजुरहरूलाई बताउने छु हजुर ल ल आऊ छोरी आऊ मम्मीलाई भेट कञ्चन हिँड्दा थाकेर बसेछिन् होइन कति राम्रो लगाएको सानो 4 राउन्ड लगाएर बसेछिन् अझ 2 राउन्ड लगाएर अब अनि त्यसपछि अनि फेरि बस्छिन् मेरो छोरी होइन ठाडो गर त माया अलि सिधा गर टाउको म त्यही कपाल बाँधिदिने भनेको कहिले ठुलो हुने हो भाइ गएको वाउ भेरी नाइस धाउ अब हिँड्दिने हो कहिले हिँड्दिने हो अब नाइटे छोरी भन न एकैछिन हिँडौँ न अझ थोरै हिँडौँ न माया अलिकति के ल आऊ उठ ल आऊ त आऊ अलिकति हिँडौँ अनि फेरि अनि बसौले है ल आऊ छोरी आऊ न ल एकैचोटि हिँड त खै आऊ त आऊ लास्ट सानी लास्ट चोटि जाम है सानी जाम न एकचोटि के हिँड्ने प्रयास गर्नु पऱ्यो त सानी यस्तै बसी कहाँ हुने हो त यार अलि यो मोटो मासुलाई घटाउनु पऱ्यो के मोटो मासुलाई घटाएपछि हिँड्न सकिन्छ कि काहीँ होइन हो कि नै ग है सानी यो अलि हातमा पुरा बलियो बनाउनु पऱ्यो कि हिँडेर हातमा पुरा बलियो बनाउनु पऱ्यो तिमी भात खाइ मोटाएर हेर नि डल्ली दबाईले फुल्लाएर यस्तो छ अवस्था
गड यस्तो रिस उठ्छ नाइन्टी छोरी नाइन्टी साना खडा गरेको त बाबु त्यो दिदीले त घोप्या रिस उठा राख्यो उठा उठा न उठाऊ उठाऊ अब खुस खुस कहाँ देऊ अरे दिदीलाई देऊ अरे क्या दिदी तिमी यहाँ सानी हुन् त ओहो बच्चा हुने नि बच्चा ओइ उठा 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 जुर्क उठा न सीधा उभ्यो सीधा सीधा उभ्यो त है सीधा उभ्यो त सीधा उभ्यो त ल सीधा उभ्यो एकचोटि सीधा उभ्यो ल उभ्यो सिधा 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 है त्यसलाई नसत्र उभ्यो न त्यसलाई नसत्र ल त्यसलाई छोडिदेऊ न एकछिन सिधा उभ्यो ल छोडेर छोडिदेऊ सिधा उभ्यो कुर्सीलाई नसत्र उभ्याउ न एकछिन उभ्याउ न चोट लाग्छ है त चोट लाग्छ खुट्टा थिचिन्छ नि अहिले ढलाउने खुट्टा थिचिन्छ भाइ अरे नगर त्यस्तो हुने काम बदमास काम गर्नुहुन्न कि हातले समात्न मिल्ने कति समात्यौ तिमी डल्ली हिँड्दिनौ मम्मीको हातमा त हिँड्ने कि नै ल आऊ त यति ल अन पर्दैन के त्यहाँ निकाल्न सकिएन छोरीलाई होइन नाइ भयो भाइ आजको भिडियो यति नै है त साथीहरू ठाडो गरेर हिँड्न सिक्यो क्या तिमी अब ठाडो गरेर छोरी यति भित्रभित्र त हिँड्नु गरेर त साना